नमस्कार, 안녕하세요। अहिले हामी चाहिँ प्याकिङ गरिरहेको छौँ। यो चाहिँ सुफिया हो, पुदिना नै हो। अनि पुदिना नि धेरै प्रकारको हुने रहेछ नि त यहाँनिर चाहिँ। कसै ठाउँमा चाहिँ पुदिनालाई बाबरी पनि भन्छ। अनि यो चाहिँ अलिअलि पानी छिटेर, धेरै पनि छिट्न हुन्न, अनि 500 ग्रामको दरले यसलाई चाहिँ प्याकिङ गर्नुपर्छ। भोलि सिजाङमा लाने चाहिँ अहिले नै प्याक गर्नुपर्छ नि त बेलुकै। अनि ऊ चाहिँ मेरो कम्बोडियन साथी हो, भिडियो बनाऊँ ल भनेको हाँसिरहनु भएको थियो। दुईजना भएर प्याकिङ गरिरहेछौँ। उसले चाहिँ लगाउँदै दिँदै गरिरहेछ। अनि मैले चाहिँ जोख्दै गाँठो पार्दै गरेको। अनि त्यस पछाडि आज चाहिँ साउसाउनेहरू पनि अघि गइसक्नु भयो नि त। बाहिर कति धेरै चिसो बढिरहेछ। अनि आजभोलि चाहिँ अलि बेलैमा गइहाल्नुहुन्छ कि। दुईजनाले ढोका डामडुम थुनेर अनि भित्रै प्याकिङ गर्दै बसिरहेको छौँ। अनि त्यस पछाडि यो चाहिँ सकिन लागेको हो कि अघि नै अलि धेरै चाहिँ अघि नै गरिसक्यौँ। यो चाहिँ सकिन लागेको हो। लास्टमा यतापट्टि प्याकिङ गरिसकेर अनि उतापट्टि छाङ्गो छ कि यहाँ चाहिँ पुरा चिसो हुन्छ। अनि यहाँनिर राख्ने हो। यहाँ चाहिँ सबै सामानहरू राख्छ। अनि अघि जाँदाखेरि चाहिँ आमाले सक्खरखण्ड पनि राखिदिइरहनु भएको रहेछ कि। सुटुनी भन्छ हाम्रोतिर चाहिँ। अनि यो सुटुनी चाहिँ खाँदै अब हाम्रो छुट्टी भयो, हामी चाहिँ गएको। बाई बाई।